हेलो गाइज, गुड आफ्टरनुन, वेलकम ब्याक। आशा गर्छु सबजना फिट फाइन एन्ड बिन्दास हुनुहुन्छ। आई डि नट एक्सपेक्ट मेरो फ्रेममा चाहिँ त्यस्तो राम्रो भिडियो आउँछ भन्ने मलाई लागेको थिएन, बट आई ट्राइड। होइन, यो चाहिँ सिनेमेटिक मोड हो 13 प्रो, त्यस्तो ठुलो एडभान्स भर्जन अफ क्यामेरा पनि होइन, बट स्टिल लेट्स टक अबाउट समथिङ एक्साइटिङ एन्ड समथिङ न्यू टुडे। कतिजना होइन, हाउ मेनी अफ यु हेभ लङ टाइम एक्सपिरियन्स इन युए, स्पेसल्ली जिसिसी कन्ट्रिज र हस्पिटालिटी सेक्टरमा तपाईँहरूले काम गरिरहनु भएको छ। अनि तपाईँहरूले आफ्नो आफ्नो एउटा यस्तो अनुभव सुनाउनु, होइन, जसले चाहिँ तपाईँलाई यो इन्डस्ट्रीमा चाहिँ रहिरहन मन लाग्छ। वाट इज द्याट? एउटा केही न केही हुन्छ नि त, यो छोडेर जाँदिनँ, मलाई यही ठिक छ भन्ने टाइपको। कि तपाईँको प्यासन हो कि यु लभ टु सर्भ पिपल, यु लभ टु टक विथ पिपल, यु लभ टु प्रोभाइड एक्सलेन्ट सर्भिस, होइन? कि तपाईँलाई कुनै बेभरेजमा काम गर्नुहुन्छ, बारटेन्डर हुनुहुन्छ, बरिस्ता हुनुहुन्छ, तपाईँलाई कफी सम्बन्धी अल्कोहलिक नन अल्कोहलिक ड्रिङ्क्स बनाउन मजा लाग्छ। पैसा छँदैछ, पैसालाई साइडमा राखौँ। सब पैसा त एकदम प्राइम मोटिभेसनै पैसा हो। अपार्ट फ्रम द्याट त्यो पनि हुन्छ क्या, कतिलाई चाहिँ रमाइलो लाग्छ। पैसा नै पैसा हो तर सबै थोक होइन, बट आई लभ रियल्ली भन्ने हुन्छ नि एउटा। त्यो मध्ये तपाईँहरूलाई चाहिँ ट्रिगर गर्ने अथवा मोटिभेट गर्ने एभ्री डे वेन यु वेकअप, होइन, के कुराले चाहिँ गर्छ त? मलाई चाहिँ त्यही हो, फर्स्ट प्रायोरिटी त पैसा। अपार्ट फ्रम द्याट, होइन, आई लभ टु टक विथ पिपल, स्पेसल्ली गेस्टहरू, नयाँ नयाँ मान्छेहरूसँग चाहिँ कुरा गर्न राम्रो लाग्छ, होइन। कोवर्करहरू, वर्किङ इन्भाइरोमेन्ट राम्रो छ भने चाहिँ एउटा फ्रेस पनि हुन्छ, होइन। काममा 8 घन्टा यदि फ्रेस हुन्छ, थाकिन्छ आफ्नो ठाउँमा छ, तर एउटा काइन्ड अफ फ्रेस पनि हुन्छ, कम्युनिकेसन, होइन, सबै कुरा। तपाईँहरूको चाहिँ के हो? जस्ट डु सेयर इट है त।